2712.49 मा क्लोज भएर 38.52 अंकको उछाल के बजार अब नयाँ र्यालीको तयारीमा छ कि फेरि एकपटक ट्र्याप बनाउँदैछ? आजको भिडियोमा पुरै डेटा हेरेर भोलि के हुन सक्छ भन्ने क्लियर एनालाइसिस दिनेछु। आज 19 गते नेप्से 2712.49 मा बन्द भयो। 38.52 अंक अर्थात 1.44% को मजबुत वृद्धि। सबैभन्दा ठूलो कुरा 297 वटा कम्पनी बढे, केवल 28 वटा घटे, 4 वटा अनचेन्ज रहे। 3 वटा कम्पनीमा पोजिटिभ सर्किट लाग्यो भने नेगेटिभ सर्किट एकदमै शून्य रह्यो। यो डेटाले के देखाउँछ भने बजारमा ब्रोड बेस्ड बाइङ आएको छ। केवल ठूला कम्पनी मात्र होइन, धेरै सेक्टरमा पैसा प्रवेश भएको संकेत देखिन्छ। बिहान सुरुमा हल्का गिरावट देखिए पनि 10:45 पछि बजार लगातार उकालो लाग्यो। दिउँसो 2 बजेपछि स्ट्रङ बाइङ मोमेन्टम देखियो। यो किसिमको क्लोजिङ प्याटर्नले के देखाउँछ भने बायर्स मार्केट कन्ट्रोलमा थिए र क्लोजिङ हाई नजिकै भएकोले मोमेन्टम अझै बाँकी हुन सक्छ। अहिले बजारमा चुनाव अघि सकारात्मक सेन्टिमेन्ट, लिक्विडिटी इम्प्रुभमेन्टको आशा र ठूला लगानीकर्ताको एक्युमुलेसन सम्भावना देखिएको छ। जब 300 नजिक कम्पनी बढ्छन् भने त्यो केवल टेक्निकल बाउन्स मात्र हुँदैन, त्यो कन्फिडेन्सको संकेत पनि हुन सक्छ। अब मुख्य प्रश्न भोलि के हुन्छ? यदि नेप्से 2700 माथि टिकिरह्यो भने 2730 देखि 2750 कोलम्बो रेजिस्टेन्स टेस्ट गर्न सक्छ। तर याद राख्नुहोस्, एकै दिनको ठूलो वृद्धि पछि प्रॉफिट बुकिङ पनि आउन सक्छ। त्यसैले सपोर्ट हेरेर इन्ट्री गर्नुहोस्, हाईमा ब्लाइन्डली चेज नगर्नुहोस् र भोल्युम कन्फर्मेसन पर्खनुहोस्। साथीहरू, बजारमा भावनाले होइन, डेटाले काम गर्छ। आजको हरियालीले आशा दिएको छ, तर डिसिप्लिन नै लङ टर्म प्रॉफिटको की हो। यदि तपाईँ दैनिक नेप्से अपडेट चाहनुहुन्छ भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् बुलिश कि ट्र्याप।